हेलो फ्रेन्ड, सानो बच्चाको कटिङ गर्नको निम्ति हामी पहिला सुरुमा हामीलाई नापा चाहिन्छ। नापा म यहाँ देखाइरहेको छु। सानो बच्चाको सुरुवाल लम्बाइ मैले राखेको छु 17 र थाइ चाहिँ 14, मोटा 11 राखेको छु। तपाईहरुले बढाउन सक्नुहुन्छ बच्चाको साइज हेरी र आवश्यक कपडा चाहिँ हामीलाई पर्छ बाहिरी 50 सेन्टिमिटर र भित्री पनि 50 सेन्टिमिटर नै चाहिन्छ। यहाँ कपडा मैले लिएको छु, यो पनि 50 सेन्टिमिटर रहेको छ र यो पनि 50 सेन्टिमिटर रहेको छ। अब हामी कटिङ गर्ने छौं। यो आधा मिटर कपडा रहेको छ। यसलाई हामी यसरी कटाउने छौं। यसरी गरेर यसरी यो बन्द भाग चाहिँ हामीले अफुतिर गर्ने र अर्को पाटो पनि हामीले यसरी लिने। यो पनि आधा मिटर नै रहेको छ। हामी यसलाई यसरी कटाउने छौं। यसरी पट्याइसकेपछि हामीले यो दुवैलाई उतैमा राख्ने। उतैमा राखिसकेपछि हामीले यो बन्द भाग आफूतिर गर्ने, यो पनि बन्द भाग दिएको छ। यो सुरुवाल चाहिँ हामी डबल सुरुवाल हो हुन्छ। हामी यता चाहिँ 1.5 इन्ची चिन्ह लगाउने छौं। 1.5 इन्ची यो सानो बच्चाको इलास्टिकको निम्ति यो 1.5 इन्ची चाहिन्छ। र यहाँदेखि हामी लम्बाइ हामी 17 लिएका छौं र हामी यो 1 इन्ची यसमा प्लस गर्न सक्छौं। र यहाँ हामी आधा मोटाको आधा गर्नुपर्छ। हामी मोटा भनेको 11 रहेको छ। 11 को आधा गर्दाखेरि 5.5 आउँछ। र हामीले आधा इन्ची यहाँबाट यो सिलाइको भाग छुट्याउनु पर्छ। यहाँदेखि यो थाइ नाप्नको निम्ति यो 7.5 इन्ची बच्चाको लम्बाइ अनुसार हामी लाग्न सक्छौं। 7 यसरी 7 पनि लाग्न सक्छौं र 7.5 8 पनि लाग्न सक्छौं। र यहाँ मैले यहाँ 7.5 लगेको छु र यहाँ थाइको आधा गर्नुपर्छ। हाम्रो थाइ रहेको छ 14 को 7 आउँछ। 14 लाई आधा गरेपछि 7 आउँछ। र हामीले यतातिर 1 इन्ची प्लस गर्नुपर्छ। 1 इन्ची प्लस गरेपछि यसरी यति सिलाइमा हुन्छ। हामीले यहाँदेखि यसरी गर्नुपर्छ लगाउनुपर्छ र हामी यसरी गरिदिनुपर्छ। र यहाँदेखि पनि यसरी लगाउनुपर्छ चिनो। यहाँ कम्मरको 4 भाग यहाँबाट यसरी सेप लगाउने। कटिङ गर्दाखेरि यहाँबाट यसरी गर्ने कटिङ चाहिँ। अनि हाम्रो सानो बच्चाको सुरुवाल
लाउनलाई सजिलो हुन्छ। कटिङ चाहिँ रेडी भएको छ। यो बाहिरी भाग रहेको छ र यो हाम्रो भित्री भाग रहेको छ। हामी सिलाउँदाखेरि हामी पछिको पार्टमा हामी हेर्नेछौँ सिलाइ गरेको हुन्छ। हामी आजको भिडियो यति नै र हामी भोलि सिलाइको भिडियो हेर्नेछौँ कसरी सिलाएको हुन्छ।